एभ्रिवान गुड मर्निङ। यो चाहिँ हुँदैछ हाम्रो रङलीको क्लास डे 16 तपाईको 40 को त्यहाँनिर रिभर्स प्र्याक्टिस हेरिहाल्नुहोस्। यसरी बिस्तारैसँग स्लोसँगले गऱ्यो भने सजिलो हुन्छ। रिभर्स गर्दाखेरि चाहिँ जहिले पनि खासै गर्नुपर्ने चाहिँ यहाँ भाइले जसरी गर्दैछ सेन्ट्रल लाइनबाट हेरेर गर्नुपर्छ, बिचबाट गाडीको सिटको बिचबाट हेरेर गऱ्यो भने चाहिँ सजिलो हुन्छ। यस्तो प्रकारले गर्दाखेरि चाहिँ पर्फेक्ट देख्छ। भयो अब चाहिँ तपाईहरुलाई यहाँ भाइले घुमाएर देऊ। यहाँ पनि हुनुहुन्छ हाम्रो स्टुडेन्ट। गुड मर्निङ। छुट्टी आज? ए अँ छुट्टी। बिचबाट देख्दैन नि। आयो आयो तिम्रो आँखा बिचमै छ अन्त। यस यस यही हो पारा चाहिँ, देखो देखो। लेफ्ट कभर गरेर राखे ल। ओके स्टप। अब रुलले चाहिँ यस्तो भन्छ फेरि, ओम मानी पेमे हूँ। शङ्का बस्दैछ त के भयो? नडराइकन आउनुहोस् लुकिङ ग्लासमा हेर, केही हुँदैन। बास 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 ब्रेक हल्का स्लो गरेर जानुहोस्। एक्सिलेटर अब आरामले माथिल्लो साइड सेप्दै बिस्तारै जानुहोस्। जानुहोस् 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 माथिल्लो साइड सेप्दै जानुहोस्।